रमा कट्टेलज्यू आफ्नो कविता वाचनका निम्ति मञ्चमा आइदिनुहोला। कवि रमा कट्टेलज्यू। यसैगरी कविता वाचनका निम्ति तयारी अवस्थामा रहिदिनुहोला अर्का कवि अर्जुन राम विक्कज्यू। यतिखेर मञ्चमा कवि रमा कट्टेलज्यू। धन्यवाद कार्यक्रम सञ्चालिकाज्यूलाई। सम्पूर्णमा नमस्कार। मेरो नाम रमा कणेल। मेरो कविताको शीर्षक छ बन्धन या स्वतन्त्रता। कविता गद्यमा रचना गरिएको छ। यसरी सुरु हुन्छ। कुनै पनि पंक्षी पिंजडाबाट स्वतन्त्र हुन खोज्छ। तिमी सायद आफूलाई त्यही पंक्षी सम्झिन्थ्यौ। आकाशमा उडान भर्न खोज्यौ, ठूलो सहर पस्यौ। तिम्रा सपना बदलिए, तिम्रा रहर बदलिए, तिम्रो बाटो बदलियो। बदलिएका सपना शिखर पुगुन्, रहरहरूले विश्राम गर्न नपरोस्। बाटो बदलेर आफ्नो गन्तव्यमा पुग्न सक्ने हुनु। सहरका सन्तासपूर्ण समाचारले यता बाआमाले आँसुसँग भात निल्छन्। उनीहरूले तिमीलाई सम्झिँदा तिमीलाई बाडुल्की लाग्न नछाडोस्। कुनै तन्त्रको भुमरीमा पर्न नपरोस्। देश बनाउने आन्दोलनहरूमा उत्रिन खोज्दा परिवार नगुमोस्। तिमी आफैलाई थाहा छ धेरै समय पिंजडामा बसेको चरीले उड्न बिर्सेको हुन सक्छ। आकाशको स्वतन्त्रता खोज्ने उडानमा जमिनमै पछारिन के बेर। तिमी सहर पस्यौ, सहरिया बन्यौ। मैले भन्दिन आफ्नो मन बदल्नु। आफ्नो जीवनको निर्णय आफ्नो हुनुपर्छ। तर सहर ठूलो हुँदा स्वतन्त्रता होइन, बन्धन बढ्छ। तिमीलाई ठूलो सहरले आफूभित्रै नहराओस्, पुर्याओस् चन्द्रमा छुन सक्ने स्थानसम्म। तर नबिर्साओस् तिम्रा ती साना पैतलाले टेकेको माटोको धुलो। नबिर्साओस् तिम्रा आफ्नालाई, आफ्नाको ठाउँ नखोसियोस् सहरको भिडमा। म सहरको रहर पनि नगर्ने मान्छे, साथ होइन शुभकामना मात्रै दिन सक्छु। आखिर नजिक हुनु भनेको टाढा हुने बहाना खोज्नु न हो। धन्यवाद। धेरै धेरै धन्यवाद कवि रमा कणेलज्यू। यो देशमा के